कापबाट दक्षिण लाग्छौँ। 30 वर्षको उमेरदेखि 64 वर्ष उमेरसम्मको समूह हो हाम्रो। रमाइलो गर्न उमेरले छेक्दो रहेनछ। बुढ्यौली उमेरले होइन सोचले बनाउँछ भन्ने उदाहरण पनि हो यो। जब हामी नयाँ योजना, नयाँ सोच बनाउन अनि नयाँ काम थालनी गर्न रोक्छौँ तब मात्रै बुढ्यौली सुरु हुन्छ। अघिल्ला 2 भिडियोहरू अलि बढी जानकारीमूलक थिए भने यो भिडियो चाहिँ बढी मनोरञ्जनात्मक छ। मत्स्यनारायणको मेलामा सहभागी हुने भक्तजनहरूलाई स्वागत गर्न बनाइएको गेट नजिक आइपुग्यौँ हामी। मत्स्य गाउँको स्थानीय बस पार्क पनि यहीँनेर छ। हाल मत्स्य गाउँ बदलिएर सहर भइसक्यो, तर नाम भने अझै गाउँ नै छ। अब मेलाको रौनक देखिन थाल्यो। यो पुरुषोत्तम महिनामा लाग्ने 1 महिने मेला हो। पुरुषोत्तम महिनामा नेपालका धेरै ठाउँहरूमा यो मेला लाग्ने गर्छ। एकचोटि मन्दिरको मात्रै भए पनि दर्शन गरौँ। यो स्नानको लागि बनाइएको पोखरी। भिड भयङ्कर देख्न सकिन्छ। व्यवस्थापन कार्यमा जुट्नुभएका साथीहरूलाई धन्यवाद छ। 1 महिनासम्म रात दिन खटेर व्यवस्थापन गर्नुपर्ने कार्य अत्यन्त जटिल छ। कत्रो भिड, कति धार्मिक छन् हाम्रो देशका मानिसहरू, कत्रो आस्था अनि कति धैर्यता। पालो कति बेला आउँछ, तर यति आनन्दसँग धैर्यतापूर्वक कुरिरहनु भएको छ। यहाँबाट चाहिँ अब उकालो सुरु हुन्छ। त्यो भष्मासुर डाँडोमा जाने क्रममा यो मूल प्रवेशद्वार भनिएको छ। यो शान्ति वन विकास समितिको मूल प्रवेशद्वार रहेछ। यो बाटो हुँदै हामी गुम्बा स्तूपा पुग्छौँ र पछि भष्मासुर नै पुगिन्छ। हामी घरबाट निस्केको पनि 1.5 घन्टा जति भयो। फेदीबाट उक्लेको पनि आधा घन्टा जति भयो। शान्त वन क्षेत्रमा एउटा आकर्षक अनि सुन्दर बुद्धको मूर्ति छ। आराम गर्दै साथीहरू खानेकुरा टोक्न थाल्नुभयो। म भने उहाँहरूको अनुहार निहाल्दै थिएँ, को कति थाकेको छ। आराम गर्दा गर्दै मन्दिरतर्फ माथिबाटै निहाल्यौँ हामीले। बस्तीतर्फ पनि सरसर्ती हेऱ्यौँ। मन्दिर रुखले छेकिएको थियो, तर फराकिलो बस्ती भने प्रष्ट देखिन्थ्यो। एउटा फरक कुरा भन्दैछु यहाँहरूलाई। यो भिडियो छायाङ्कन गर्ने बेलासम्म मैले युट्युबमा कुनै पनि भिडियो हालेको थिइनँ। त्यसैले साथीहरू मजाले खुल्दै हुनुहुन्छ। यो भिडियो पब्लिक हुन्छ भन्ने कुरामा उहाँहरूलाई रत्तिभर शङ्का छैन। उकालो बढ्दै गयो। हाम्रो शक्ति परीक्षण हुन थाल्यो। हामी 2 जना भने पछाडि पर्यौँ। पहिरो खसेको एक ठाउँमा ठाडो भिरमा गोरेटो खनिएको रहेछ। मेरो साथी पहिरो कटिहाल्नुभयो। मेरो भने खुट्टा काम्यो र म लडेँ र भित्तो समातेँ। झरेको भए 200 मिटर तल खोज्न जानु पर्थ्यो, किनकि त्यहाँ रोकिन सक्ने अडिने कुनै ठाउँै थिएन।
म फर्केँ। मसँगै साथी पनि फर्किनु भयो र गुम्बातिरबाट जाने प्रयत्न गऱ्यौँ। गुम्बा हेऱ्यौँ, त्यसमाथि बन्दै गरेको एउटा ठुलो चैत्यलाई पनि हेऱ्यौँ। सबै निहाल्यौँ, रमाइलो ठाउँ रहेछ। तर हामी त्यहाँबाट जाने बाटो भने पहिल्याउन सकेनौँ र फेरि पुनः फर्कियौँ। त्यो भिड यही थियो। अहिले पनि मेरो खुट्टा कामिरहेको छ, सास फुलिरहेको छ र म तल हेर्न सकिरहेको छैन। यो दृश्य पनि अघि म लड्दाखेरि नै खिचिएको दृश्य हो। अहिले त क्यामेरा समाउन पनि सकेको छैन मैले। मलाई भिड र उचाइ एकदमै डर लाग्छ। मेरो साथीले भने दुवै पटक सहजै पार गर्नुभयो। खुट्टा काम्दै थियो, तर अघि बढ्नुको विकल्प पनि थिएन। गुम्बा छेउ दुईजना महिलालाई बाटो सोधेका थियौँ। बाटो सुझाउँदै धेरैजनाको समूहमा जान उहाँहरूले सल्लाह दिनुभयो। जनावरको डर हुन्छ भन्नुभयो। त्यो वाक्यले सायद मेरो साथीको मनमा घर गरिसकेको थियो। उहाँ पटक पटक ठुलो आवाज दिइरहनु भएको थियो। जङ्गल एकान्त थियो, मनमा डर त मेरो पनि थियो। अगाडि जानुभएका सात भाइलाई मेरो साथीले फोन सम्पर्क गर्ने पटक पटक कोसिस गर्नुभयो, तर नेटवर्क त्यति राम्रो थिएन। तर भिडमा म डराएर फर्केको कारण ढिला भएको कुरा भने उहाँले लुकाइदिनु भयो। मोबाइल सुन्ने उता सुन्ने होइन। यहाँ गुम्बामा फोटो खिच्दा पस्यो क्या, त्यही भएर ढिलो भयो। ल ल तातो हो नि फेरि हो होइन। हेर्नुहोस् त, यो त एउटा वाइल्ड नै हो नि। वाइल्डै हो नि त्यो नजिक होइन, कुनै अलिअलि यो ढुङ्गाको बाटो बाहेक अझ केही छैन। उकालो त आवाज आयो। हजुर हजुर, हेलो आवाज छ। वी आर कमिङ। हामी दुईलाई मात्रै यस्तो जङ्गलमा एक्लै नछोड्नु पर्ने उहाँहरूले जस्तो लाग्दै थियो मनमा। त्यतिकैमा धेरै पटक आइसक्नुभएका महेन्द्रजी हामीलाई कुरेर बस्नुभएको रहेछ। त्यसपछि यात्रा डरबाट रमाइलोतिर मोडियो। यस्तै
ओहो हिमाली सिस्टम हिमाली सिजनर अनि कतै डाँडाहरू चारैतिर टाढा या बादल नजिकै 2-3 घण्टाको वरपर आसपासमा मानव सङ्केत पनि देखिँदैन तर दृश्य स्वर्ग जस्तो छ कल्पना गरेभन्दा बाहिरको मलाई सोध्न मन लाग्यो मनमा नै के म काठमाडौँमा छु यो काठमाडौँ हो यही काठमाडौँमा बसेर म किन आइन यहाँ पहिला यति धेरै 40औं लाख 50औं लाख मानिसहरू काठमाडौँमा हुनुहुन्छ धेरै कम मात्रै यो ठाउँमा आइपुग्नु भएको होला आउन त्यति सहज चाहिँ पक्कै पनि छैन तर दृश्य सम्झन लायक छ साथीहरू एकछिन आराम गरेर हिँड्ने तर्खरमा लाग्नु हो म केही बेर हेरेको हेरै भएँ म एउटा अर्को ठाउँमा एउटा सुन्दर ठाउँमा अझ भनौँ मानौ कि स्वर्गमै छु कि जस्तो अनुभूति भयो धेरै साथीहरू त डाँडो कटिसक्नु भएछ एकजना साथी भने देखिँदै हुनुहुन्छ तर उहाँ एकदम छिटो हिँड्ने मान्छे हो यो देखेको डाँडो भस्मासुर डाँडोको शिखर क्षेत्र हो म एक्लै परेँ पछाडि अलि छिटो हिँड्न थालेँ तर उहाँहरूलाई भेट्न सकुला जस्तो भन्ने चाहिँ लागेन
पनि गर्नेछौँ र खाना पनि खानेछौँ। त्यतिन्जेलसम्म साथै रहनुहोला। शीतल कुनै ठाउँ त्यो ठाउँमा हुन्छ, त्यहाँ ठाउँ छैन होला। अन्यथा त यहाँ शीतल हुने ठाउँ नै छैन कुनै। शीतल हुने त यहाँ ठाउँ नै छैन, कोही पनि छैन। यता खलतिर होला हो त्यहाँ दाउरा ल्यायो। चुला बनाउँदै हो। ल हेर्नुहोस् त, घाँडो हेर्नु, घाँडाहरू हेर्नु। हामी अहिले चन्द्रगिरीको डाँडाभन्दा पनि अलि पछाडि निस्किसक्यौँ। कति छिटो चुल्यो भने ल धेरै मिहिनेत गर्ने। यहाँलाई धेरै धन्यवाद, धेरै मिहिनेत गर्नुभएको छ। अब चाटपट बनाउनु पर्यो नि त, खाँदै गएन नि चाटपट त। अरे सर ग्लास त आएको छ नि, ग्लास त तपाईँले सुरु गर्नु, मलाई चाहियो। होइन ग्लास त छ कि छैन? ग्लास छ, ल्याउनु भएको छ नि। मलाई चाहियो। अब यो सुरु गर्न पहिले यहाँ आगो नबालिकन सुरु हुनु हो पहिला आगो बाल्नुपर्छ, चढाउनु पर्छ। बेजोडको थकानपछि प्राप्त गरेका यी दृश्यहरू खुसीको सीमा छैन। चारैतिर डाँडाहरू छन्, बीचमा एउटा डाँडोमा हामी 9 भाइ छौँ। सायद थोरैलाई मात्रै थाहा होला काठमाडौँ यति सुन्दर छ, काठमाडौँ यति अलौकिक छ। काठमाडौँ सहर मात्रै होइन, प्रकृतिको भण्डार पनि हो। कति मजाको ठाउँ रहेछ यो। तपाईँ जति हेर्नुहोस् त्यति हेर्न मन लाग्छ। मन अगाउँदैन। यो डाँडोको हाराहारीमा नजिकै अर्को डाँडो पनि देखिँदैन। चारैतिर खुल्ला, चारैतिर डाँडा, चारैतिर सुन्दरता, चारैतिर हरियाली। बयान गरेर साध्य छैन। यो हेर्न, अनुभव गर्न यहीँ आउनुपर्ने हुन्छ। पानी र बाटो सहज बनाइदिने हो भने प्रकृतिले त के दिन बाँकी राखेको छ र यहाँ दिनुसम्म दिएकै छ। हुस्सु र बादलले ढाकिदियो भने चाहिँ हामीभन्दा अभागी यहाँ कोही हुनेवाला छैन। तर आशा गरौँ आज भगवानले हामी माथि दया गर्नुहुनेछ। हामी उभिएको यो जमिनमा चारैतिर रिटेनिङ वाल लगाइएको छ बाक्लो, अनि 40 मिटर जति यसको लम्बाइ होला, 20 मिटर जति यसको चौडाइ होला। त्यही जाने हो लोकल कुखुरा काट भन्ने हो, कुखुरा काट्ने हो, खाने हो। त्यहाँ
पोथी काट्यो कि भाले काट्यो भाले काट्यो हजुर डाक्टर साहब होइन तपाईँ त्यो भाँडो लिएर आउनु न हामी 9 भाइ छौँ यहाँ चाहिँ 9 भाइ मात्रै हौँ तर यहाँ स्न्याकको तयारी हुँदैछ साथीहरू स्न्याकको तयारी गरिरहनु भएको छ रमाइलो गरिरहनु भएको छ लन्च चाहिँ हामीले अलिक तल अर्डर गरिसकेका छौँ यो उचाइको ठाउँमा हल्का स्न्याकको तयारी र स्न्याक पछि बाँकी बिस्तारै हामी ओर्लिनेछौँ र मौसमले कति साथ दिन्छ यताबाट हुस्सु त्यसरी आउन थाल्यो छोप्न थाल्यो फेरि यो ठाउँ हावा चल्ने अलिक चिसो भइहाल्ने उचाइ भएको कारणले अनि फेरि यो तुरुन्तै हुस्सु आउने तुरुन्तै बादल लाग्ने र मौसम चाहिँ एकदम छिटो परिवर्तन हुने ठाउँ हो चखेल मकवानपुरको चखेल एरिया यही हुस्सुले अब हामीलाई धकेल्ला जस्तो छ एकदम डर लाग्ने चिज हो कि यो त्यहीँ आउँछ नि अनि यो यसरी फाल्नु भयो नि त्यो बोतलमै आउँछ बोतलमै यो त आगो नबाल्दा पहिला हाल्नुपर्छ यो बदाम यो पुरो टोटल मिक्स भन्छ यो स्वास्थ्यकर छ हाइजेनिक छ आफैले त्यो चाहिँ बनाउने चिज हो कि के हो यो चिज यो चाहिँ मुला काटेर ल्याएको मुलाकातको चिज जस्तो देखेँ चिज जस्तो देखियो चिज ल्याउनु पर्ने थियो अब मैले सोधिनँ साथीहरूलाई सम्झिरहेको थिएँ राम्रो होइन राम्रो छ ठिक छ अब यहाँ चप छैन भनेर मैले घरै काटेर ल्याएँ ए हजुर चटपटको लागि तयारी गर्दै हुनुहुन्छ साथी रातभरि पानी आइदियो दाउराहरू भिजे सबै दाउरा भिजेको कारण लगभग आधा घन्टा भयो यो कोसिस जारी छ अझै पनि खोइ यो मासु पोल्ने कार्यक्रम अगाडि बढ्छ बढ्दैन अझै यसै भन्न सकिने अवस्था छैन आधा घन्टाको तयारीपछि पनि कोसिस चाहिँ जारी छ आशावादी हौँ त्यसमा यति हालेर है त्यहाँभित्र त नहाल्नु होइन होइन त्यहाँभित्र हालेर यसले सल्काउने हो हाल्नु त्यसमा फेरि धेरैजनाको कोसिसपछि आगो झिल्को चाहिँ देखियो अब आगोकै रूप लिन्छ लिँदैन चाहिँ हेर्न बाँकी नै छ सामुन्ने राख्नु नि पर्छ यता बोले त उता हाम्रो यहाँ डक्टर साहबले चाहिँ अब खाने प्लेट जम्मै बालेर सक्नु लाग्नु भएको छ आगो बाल्ने तयारी गरेको पल्ल अलिअलि कहीँ नसोचेको ठाउँमा चाहिँ आगो बल्न थाल्यो माथि पनि अलिअलि हाँगाबिङ्गा बल्न थाल्यो है अब कम्ती गरेको छ त्यहाँ खाल्टो पनि खाइएको यो सबै गरेको रातिको पानीले हो क्या अरू के होइन चना ल्याउने भिजाएको भने त चनामै चना र त्यो तेलमा मिस्टेक भयो के मेरो कागती यो अकबरी पत्रिका र उ बिर्स्या जस्तै त हुने आलु नै आलु आलु पनि त उसिन्नु मासुमा भनेको होइन बोक्रा नफालिकन 3 जना 4 जना 5 जना आगो नबलेको कारण धेरै साथीहरूले मासुलाई अब तलै लैजानुपर्छ र तलै बनाउनुपर्छ भन्दै हुनुहुन्थ्यो तर महेन्द्रजीले आफ्नो अथक मेहनतले
लामो समय आगो नबले पनि निरन्तर मेहनत गरेर यसलाई तयार गरेरै छोड्नुभयो। उहाँलाई धेरै धन्यवाद। वेटरको काम जी है जी खै यसमा एक भाग कम भयो अमिलो पे काटिया छ है कला पुरो अमिलो छोटा नि पनि छ खानलाई यो ठाउँको राजा हामी मात्रै भन्ठानेको थियौँ, हजुरहरू आउनु अनुभव मेरो भेना आउनुभयो वही भर्खर त यहाँ सेको पोल्दैछन् बाल बाहिराख होइन भयो चुरा पनि यही छ फोटो हालिदिन्छु न पता हालिदिइहालेँ मैले आज मैले लाइफमा मासु बढी खाएँ हो यो धार यहाँ पहिले आउँछु कि धार अब मेरो तापमान बदला मासु चाहिँ धेरै खाएँ हो त्यो मान्छेको आडामा बसेको त्यही भएर मिठो मिठो रोजेर खानलाई होइन यो एउटा चाहिँ यहाँ दिएको यस्तो चिजलाई ननिलो कसैलाई ल त्यस्तो मिल्छ गल्यो है राम्रै गल्यो अनि यहाँ यो ठाउँ छ भने चाहिँ थाहा थियो तर आउनु पाउनु भएको थिएन भस्मासुर त त्यही नै रहेछ होइन यो चाहिँ बाणासुर रहेछ क्या बाणासुर कपन्दै आउनुभयो तर गल्लो त राम्रै गल्यो मान्छेहरू आउने कोसिस गर्छन् सबै मान्छेलाई सिफारिस गर्नु चाहिँ नसकिने ठाउँ हो यो होइन किन बाटो चिप्लो कि पानी पऱ्यो भने मान्छे त यस्तो चिप्लो छ नि भ्यू त धेरै राम्रो नि नयाँ मानिसहरू पनि आत्मीयताका साथ हाम्रो कार्यक्रममा रमाउन थाल्नुभयो। उहाँहरूलाई धन्यवाद दिँदै हामी खाना खान तल झर्न सुरु गर्यौँ। यहाँ चाहिँ माथि नाच्न नपाउनुभएका साथी बाटोमा नाचेर थित मार्दै हुनुहुन्थ्यो।
खाने ठाउँ केही छ कि भनेको घर देखियो तर काल्चा मारिएको छ बन्द छ बन्द भइसक्यो अस्ति मेरो छोराहरू यहीँ आएर बसेर भएको कान्छो छोरा यहीँ आएर बसेर झन्डै 2 घन्टा जति हिँडिसक्यौँ खाने ठाउँको कुनै टुङ्गो छैन केही साथी अलि रिसाउनु भएको हो कि जस्तो मलाई अनुभव भइरहेको छ कहाँ आयो बाबु किर्तिपुर कहाँ केटाकेटी हो केटाकेटी हो कहाँ अब ढेँडो पाकेको दर्शकवृन्द दुःखका साथ भन्नुपर्छ हामी जुन ठाउँमा बसिरहेका छौँ यो ठाउँ चन्द्र शमशेरले विक्रम सम्वत 1984मा बनाएको नेपालको दोस्रो केबल कारको एउटा महत्त्वपूर्ण स्टेसन हो अर्थात् रोपवे पहिलो रोपवे हलचोकदेखि लैनचौरसम्म 4 किलोमिटरको थियो जो विक्रम सम्वत 1981मा निर्माण भएको थियो यो दोस्रो रोपवे चाहिँ पछिल्लो समय हेटौँडादेखि काठमाडौँको टेकुसम्म 40 किलोमिटर थियो तर सुरुवाती चरणमा यो ढोरसिङदेखि माता तीर्थसम्म जम्मा 22 किलोमिटरको थियो दर्शकवृन्द क्यामेरा थाके जस्तो छ म भिडियो यही अन्त गर्न चाहन्छु भिडियो कस्तो लाग्यो कमेन्टमा बताइदिनु होला कृपया लाइक शेयर पनि गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला आजलाई धन्यवाद